आज किन बाबा मनमाया जमुनामा लजाइनु बुढेसकालमा लजाएर के गर्नु। अब बुढो उमेरले हेर्नु चम्सुरी तिमी पनि यहाँ सँगैका साथी होइन हामी। चम्सुरी जस्ताको तस्तै रहेछ, दाँत पनि जस्तोको तस्तै रहेछ चम्सुरीको। खुसी लाग्यो। सन्चै छौ, म पनि सन्चै छु। अब त मेरा उमेरका मान्छेले डाँडा काटिहालेछन्। मेरी आमै सम्झना होइन लहेरा होइन सम्झना। नमस्कार नमस्कार। अहिले पनि त्यस्तै गोरी छेउ त हौ तिमी त। घर राम्रै छ, छोराबारीले राम्रो गर्छन्। भाग्यमानी रहेछौ सम्झना तिमी त। छोराबारीले राम्रो त गर्दा रहेछ। जसो जे भए नि तिमी पनि जत्राको तत्रै रहेछौ है। राम्रो भजन राम्रो लाग्यो नि, टाढा जानु छ। अब यो आँखाले पनि धोका खान थालो, मान्छे पनि चिन्न छोड्यो। कता कता देखे जस्तो लाग्छ, देखे जस्तो लाग्यो। यतै आएर ल हाम्रो भट्टराई दाजु होइन हो? दाजु बुढो हुनुभएछ नि त। अब जमाना ताप्लेजुङमा गोठमा हुँदा म आइरहेको थिएँ। पिताम्बर चौतारे बा भन्थे। तपाईँ पनि हट्टाकट्टा हुनुहुन्थ्यो, धेरै काम गर्ने, घाँस काट्ने, साह्रै काम गर्नुहुन्थ्यो। बुढो हुनुभएछ है। लु म पनि बुढो भएँ, तपाईँ पनि बुढो हुनुभएछ। छोराबुहारीले राम्रो गर्छ, राम्रो गर्छ। ल राम्रो दाजु लाग्यो है दाजु। ल होइन हाम्रो चञ्चली माया होइन पटर 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 गर्थ्यो, अहिले त नबोल्ने भएछ। साह्रै वाह, चिन्न पनि छोडियो। आमा यहाँ भगवानको अगाडि चाहिँ बस्दिनु है। देखे जस्तो लाग्छ हाम्रो रमेश होइन। चिन्यो चिन्ने न? ऊ जमानामा एचए भएको होइन हो नि। अनि सुर्खेती बागलुङ कता पश्चिममा जागिर हुँदा म आइरहेको थिएँ। साह्रै माया गर्ने दाजु। भोलि पनि ट्याङ्की जत्रो भएछ तपाईँको। म त हेर्नु न डल्लो परिगएँ। बुढेसकालले चाहन्छ। अनि दाजु आरामै हुनुहुन्छ, सन्चै हुनुहुन्छ, राम्रै छ। खैनी खाँदै हुनुहुन्छ कि छोड्नु हो? खानुहुन्छ? नखानु दाजु, मैले पनि छोडेँ। क्यान्सर लाग्छ भन्दा रहेछ। अब यो बुढेसकालमा मर्नु सिवाय केही विकल्प रहेन। दुःख पनि कति गरियो, जति हाँसे पनि, जति खुसी भए पनि यो बुढाबुढीको पीडा आफ्नै मुटुभित्र, आफ्नै मनभित्र हुँदोरहेछ। दुःख गरी गरी सन्तानले हुर्काउला भने अब बुढो भएपछि मै बुढोलाई घरबाट निकाले। खै के भन्नु र। होइन यी बा त चौतारे बा जस्तो लाग्छ त हौ। ए बा कसले बोलायो फेरि? हजुर तपाईँ चौतारे बा होइन? हो त गुरुजी, म त त्यही चौतारे बुढो हुँ। अनि मलाई चिन्नुभयो? म खाँदबारीमा भेट भएको थियो त। पहिले नै उहिलेको कुरो। पराजुली गुरु हो।
त्यतिखेर खुब राम्रो पालन गरेर नाच्नु भएको थियो नि तपाईँले। हो गुरुजी, ओ जमानामा त बल थियो, ताकत थियो, साह्रै मजाले नाच्थे। अहिले त दुःख पनि पाएँ गुरुजी, ताकत पनि सकियो। अनि त तपाईँको त साइलो भन्नुहुन्थ्यो, खुब दमतेरी थियो नि, त कहाँ छन् अहिले ती बा कि गए? ती त गए गुरुजी, गए। तिनलाई पनि छोरा बुहारीले 20 दिन भात खान नदिएर कुटेर मारेछन्। अगाडि छन् बुढा। गुरुजी, तिनको पनि बिजोग हो, मेरो पनि बिजोगै हो। के भन्नु त खै? ती मेरा उपवाचक थिए नि बा। हजुर हजुर। त मसँग ज्योतिषी उपवाचक क्या? हजुर। तपाईँले चिना हेराउनु भइरहेको थियो। हो। त त्यसपछि भेट पनि भएन। मलाई त तपाईँसँग त भेटेर नि ती ज्योतिषीको कुरो पुग्यो कि पुगेन, तिनले त साह्रै नराम्रो पो भनेर थियो त्यतिखेर। तपाईँका 4 भाइ छोरा थिए भन्नुहुन्थ्यो होइन त्यस बेला? हो, मेरा 4 भाइ छोरा छन् भनेर भन्नुभयो। गाउँमा एकदम ठुलो खेतीपाती गरेको मान्छे। ती ज्योतिषीले भन्थे नि, बा त्यही 4 भाइ छोरा छन् भनेर धेरै मख नपर्नु है, बुढेसकाल त साह्रै नराम्रो देखेँ मैले भन्थे। जे होला नि ग्रह शान्ति गरौँला भन्नुहुन्थ्यो तपाईँ। ती ज्योतिषीको याद आयो? आयो गुरुजी, ती गुरुले भनेको त गुरु फ्याटी सबै पुग्यो। श्रीमती पनि मरी गुरुजी। अबै हो र? हो गुरुजी, हो। अनि ती 2टी छोरी छन् भन्नुहुन्थ्यो, कता कता दिनुभयो त? गुरुजी, ती 2टी छोरी, 4वटा छोरा। यतिका सन्तान हुँदा पनि म बुढोले धेरै दुःख पाएँ। यो मुटुभरि मनभरि कथा अनि व्यथा छ गुरुजी। के सुनाउ र खै हजुरलाई? होइन, तपाईँ पनि चौतारे बा। हजुर। मेरा साथीले एकपल्ट भन्नुभएको, हजुर, तपाईँ कताबाट चाहिँ एकदम भौतारिएर कतै सहारा नभएर मूलघाट आउनु भएको थियो अरे। त्यहाँ वृद्धाश्रम छन्, त्यहाँ मेरा साथीहरू छन् क्या। हजुर हजुर। अनि एउटा बुढाले तिनी आफ्नो कथा भनेर हामीलाई धरधरी रुवाए भनेर सुनाए मलाई। हजुर हजुर। को बुढा हौ भनेको, कोही चौतारे भन्थे, मलाई पहाडमा भन्थे। भनेपछि मैले तपाईँको याद गरेँ। तपाईँले त मूलघाटमा पुराण लागेको थियो अरे। अनि त्यहाँ त आफ्नो कथा सुनाउँदाखेरि त त्यहाँका मान्छे धरधरी रोए अरे क्या। तपाईँको कहानी त बडा विचित्र छ अरे नि, होइन? अनि त्यही भएर यहाँ पनि यो पुराण लागेको छ भट्टराईका घरमा कि। अनि त्यस्तो कथा त अलकालाई सुनाइयो भने पनि मन हलुङ्गो हुन्छ बा। के छ, हतार छैन भने बरु यहाँका सबैलाई सुनाइदिनु न त तपाईँको। यो व्यथालाई, मनभरि पीडालाई लुकाएर राख्नुभन्दा आज म यो समाजलाई पनि मेरो कहानी सुनाउँछु। हजुरलाई पनि सुनाउँछु गुरुजी, ध्यान दिएर सुन्नु। मलाई साह्रै सुन्न मन लागेको छ। त्यहाँका मान्छेहरूले मलाई सुनाउँथे, हामी त धरधरी रोयौँ, के जिन्दगी होला नि, ती चौतारे बाको भन्थे। आज संयोगवश आइपुग्नु भएछ कि। अनि अर्को कुरो बा, मैले सोधेँ, खै खाएको छ कि छैन? ल म यहाँ पुराण भन्न बसिरहेछु कि यो भट्टराईको घर हो। तपाईँ त चोखो नितो खाने मान्छे, यहाँ चोखो बनाउँछन्। म भरे भित्र लगेर भान्सामा नि यी बालाई तातो पकाएर खुवाओ, बिचरा बुढा मान्छे, यसो चाउलो जस्तो भनौँला है। अनि खानाको पिर नगर्नु। अनि यहाँबाट कता जाने त तपाईँ चाहिँ? के छ विचार? जाऊ त, कहाँ जाने ठाउँ छैन। अब मर्नलाई त्यो घाटतिर जानुपर्छ होला। त्यसो नगर्नु बा, तपाईँ बरु देवघाटतिर जानु कि। त्यहाँ देवघाटमा स्वामीजीहरू मैले चिनेका छन्। भाडा छैन भनेदेखि म बरु यसो यहाँका भक्तजनसँग यसो 2-4 पैसा दिनु है, बालाई भन्नेला। देवघाट जानु है, भजन गरेर बस्नु, यसरी विरक्ति नै हुँदैन। हुन्छ गुरुजी, हुन्छ। अब हात गोडा कामेर केही हुँदैन, मनको व्यथा हल्का पार्छु है गुरुजी। लु अब लु तपाईँको सबै यहाँका मान्छेलाई कथा सुनाइदिनु त बा। दुःख गरेँ, खाइ नखाइ गरेँ, कसो गरेँ, कति रात भोकै बसेँ, त्यही सन्तानका लागि बुढोलाई बुढेसकालमा गएँ गुरु। ल सुन्नु, अब मेरो जीवनको कहानी यसरी सुरु हुन्छ।
छोराछोरी आफन्तजन धन सम्पत्ति यी सब मिथ्या रहेछन्। उमेर हुँदा सांसारिक मायामाल छिन्। बुढेसकालमा थाहा भयो असली निकासको बाटो त हरिनाम कीर्तन रहेछ। हे प्रभु, आज मेरो कहानी सुनाउँछु हजुरलाई, मेरो व्यथा सुनाउँछु हजुरलाई। जन्मे मेरा चार भाइ छोरा, जन्मे मेरी टिन्टी छोरी। बुढेसकालमा कोही छैन पाछु कसोरी, प्रभु पाछु कसोरी। जन्मे मेरा चार भाइ छोरा, जन्मे मेरी टिन्टी छोरी। बुढेसकालमा कोही छैन पाछु कसोरी, प्रभु पाछु कसोरी। साह्रै दुःख पाए मर्न पनि सकिन प्रभु। किन काल मोठाएनौ प्रभु? किन यति दुःख भयो? पाइछु बुहारीलाई, छोरी पाइछु ज्वाइँलाई। म बुढोलाई दुःख पर्दा वास्तै छैन कोहीलाई। छोरा पाइछु बुहारीलाई, छोरी पाइछु ज्वाइँलाई। म बुढोलाई दुःख पर्दा वास्तै छैन कोहीलाई। अतीतका दिन सम्झी मुटु हुन्छ रम्मा। छोरा छोरी आफ्ना रहेछन् साना हुँदासम्म, प्रभु साना हुँदासम्म। जन्मे मेरा चार भाइ छोरा, जन्मे मेरी टिन्टी छोरी। बुढेसकालमा कोही छैन पाछु कसोरी, प्रभु पाछु कसोरी। हे प्रभु, कुन जन्मको पाप गरेको थिएँ मैले? आज आफ्नै छोरा छोरीबाट यस्तो दुर्वचन सुन्नु पर्यो, यस्तो भोग्नु पर्यो। हे ईश्वर, ठुल्छोरोको छैठी गरे खसी ढाली ढाली। कमाई खाने तै छोराको खानु पर्छ गाली। प्रभु, मैले धेरै पाप गरेको छु। यी हातले ती निर्दोष पशु पक्षीको घाँटी हेरेको छु। आफ्नो सन्तानको लागि त्यसको फल त मैले पाउनै पर्छ। ठुल्छोरोको छैठी गरे खसी ढाली ढाली। कमाई खाने तै छोरा
पिरको भारी बोकी बुढी पनि मरी, कृष्ण बुढी पनि मरी। जन्मे मेरा 4 भाइ छोरा, जन्मे मेरी चिन्टी छोरी। बुढेसकालमा कोही छैन पाछुका सोरी, प्रभु पाछुका सोरी। यो कुकुरको जस्तो जिन्दगी बुढाबुढीको हुँदो रहेछ। न वेदना भन्न सक्ने, न वेदना सुनाउन सक्ने। हे प्रभु, कस्तो चोला हो यो। शरीर रोगी मान्छे चिल्लो चाम्रो खाइन, औषधिको कुरै छाडौँ तातो पानी पाइन। बुढो शरीर रोगी मान्छे चिल्लो चाम्रो खाइन, औषधिको कुरै छाडौँ तातो पानी पाइन। लौरी किन्ने पैसो छैन म बुढोको घरमा, कुकुर जस्तै मर्नु पर्ने रहेछ मेरो कर्म, प्रभु रहेछ मेरो कर्म। जन्मे मेरा 4 भाइ छोरा, जन्मे मेरी चिन्टी छोरी। बुढेसकालमा कोही छैन पाछुका सोरी, प्रभु पाछुका सोरी, पाछुका सोरी, प्रभु पाछुका सोरी, पाछुका सोरी, प्रभु। सुन्नुभयो त गुरुजी, म बुढोको कहानी। साह्रै दुःख लाग्यो बा। तपाईँ जस्ता धेरै बुढाबुढीहरू अहिले घर घरमा रोइरहेका छन्। यो जमाना के आयो बा? के गर्नु? छोराछोरी भनौँ विदेश जान्छन्। तपाईँको मात्रै होइन, धेरैजना वृद्ध वृद्धहरू यस्ता साह्रै बिजोग भएका देखिन्छ। दया लागेर आउँछ बा। अब के गर्नु? अब जीवनको उत्तरार्ध लाग्यो बा। फिर गरेर पनि नहुने, काल पर्खिनै पर्छ। र मैले भनिदिएको छु तपाईँलाई, यसो देवघाटसम्म पुग्ने, यहाँ कोही सज्जनहरूलाई दया पलायो भने त्यहाँ एउटा यसो कुर्सीमा बस्नु बा, म भनिदिन्छु है। देवघाट जानु, त्यहाँ स्वामीजीहरूलाई भन्नु, म फोन गरिदिन्छु। त्यहाँ चौतारे बा भन्ने एउटा आउँछन्, ल है भनेर भनौँला। त्यो कुर्सीमा बस्नुहोस्। गुरुजी, एउटा मनको बात सुनौ। अनि भनौँ न बा। गुरुजी, मैले त्यो छोरालाई यही हातले ताते ताते गर्दै हिँड्न सिकाएको गुरुजी। यही हातमा आज याद बुढा भए, म पनि बुढो भएँ। त्यो त तन्नेले थियो नि, त्यसले पनि मलाई हेरेन। त्यो छोरीलाई यही हातले कोखा कोखा गर्दै खान सिकाएको। बाबु तपाईँ जस्तै बाले खर्च दिँदै हुनुहुन्छ। गुरुजी, मेरी बुढी हस्पिटलमा रुँदै रुँदै छोरालाई बोलाइदे, छोरीलाई बोलाइदे भनी बोलाइ। तर एउटा छोरो अस्ट्रेलिया, अर्को अमेरिका पुगिरहेछ। मर्ने बेलामा कोही आएनन् गुरुजी। मैले
आफैले बोकेर काठमा लगेर त्यसको मरेको त्यो शिरलाई यहाँ राखेर रुँदै रुँदै भनेको माइली सुख खोज्न छोरा छोरीलाई विदेश पठाइसेर त मर्दा त कोही आएन। पहिले मेरो हातले आगो लगाउँदैछु भनेर आगो लगाएको गुरुजी आज मलाई घरबाट निकाले कुकुरको जस्तो हालत बनाए गुरुजी। अब म के गरौँ? मलाई जस्तो परे पनि यो गाउँ समाजमा कसै सन्तानले पनि कुनै बाबुआमालाई यस्तो कर्म नगरून् गुरुजी, सबैलाई सम्झाइदिनु है। हुन्छ बा, म त त्यही कथा भन्दाखेरि सबैलाई वृद्धलाई सम्मान गरेर भन्छु, कथा सुनाउँदा पनि सबैलाई सम्झाउँछु। के गर्नु, यो हाम्रो समाज कहिले सुध्रिन्छ होला। यी बाबुआमाको आशीर्वाद छोराछोरीहरूलाई सधैँभरि प्राप्त भइरहन्छ, कसैले हेला नगरौँ। बा, तपाईँ आज यहाँ अलिकति तातो पकाउन लगाइदिन्छु म। यहाँ भट्टराईका घरमा तातो खाएर सुत्नु, ओछ्यानको व्यवस्था